सो गाइज आज हाम्रो यहाँ के भइरहेको देख्नुभएको होला तपाईले देखेरै पत्ता लगाइसक्नुभयो होला। सो हाम्रो चाहिँ आज लास्ट दिन हो स्कुलको कलेजको चाहिँ लास्ट दिन होइन 12 को चाहिँ आज लास्ट दिन हो। त्यही भएर चाहिँ हामीले यहाँ रमाइलो गरिरहेको छौँ हल्का फुल्का होइन। सब साथीहरू मिलेर फोटो खिचेर होइन सर म्याडमहरूसँग फोटो खिचेर रमाइलो भएको छ होइन। सर म्याडमहरूसँग फोटो खिचियो, सर म्याडमहरू माथि गएर बस्नु भएको छ अनि हामीहरू चाहिँ यता सब केटाहरू चाहिँ हल्का फुल्का रमाइलो भएको छ होइन। देख्नुभएको छ हजुरहरूले साथमा सबै साथीहरूको साथमा छौँ हामी। आजको विशेष रमाइलो हुनेछ। सो गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो गिरी सरको भ्लगमा चाहिँ ट्याप ट्याप गरेर नभुल्नु होला गाइज। और सब भ्लग हेर्ने मान्छेहरूले भ्युज हेर्ने मान्छेहरूले लाइक चाहिँ अवश्य गर्नु होला साथ। सो गाइज लाइक चाहिँ अवश्य गर्नु होला। केटाहरूले होली पनि दलाइसक्यो हेर्नु न। सो गाइज देख्न सक्नुहुन्छ ए खतरा होली भइरहेको छ त हो केटा। कस्तो महसुस भइरहेको छ? दामी छ ओइ ओइ कस्तो छ? ठिक छ ए केलाई चाहियो नाम ल। सो गाइज केटाहरूलाई अबिर सबिर पनि दल्दिसक्यो अनि सो रमाइलो भएको छ भनौँ होइन। तपाईँहरूले चाहिँ मैले पनि आज चाहिँ नयाँ युट्युब च्यानल खोलेको छु। अस्ति पहिलाको चाहिँ मेरो बिग्रिसक्यो होइन। सो गाइज देख्न सक्नुहुन्छ बहिनीहरू आएको छ कि हाम्रो चाहिँ यो फ्लाइन किस चाहिँ जसले मेरो भिडियो हेरेर लाइक गर्छ त्यसलाई हो है सायद मलाई त्यस्तै लाग्छ होइन। हो कि न बहिनी? हो कि नै? हो नि? हो साँच्ची हो नि? तिमीलाई कस्तो महसुस भइरहेको छ? रुदिनौ 12 बाट जाँदा? 12 बाट जाँदा नरुने किन? अनि रुनु पर्छ त अनि हो र? कति बजीसम्म सुत्छौ अब? 10 बजीसम्म मात्र हो र? अलिकति दुखी पनि छौँ क्या 12 छोडेर जाँदा चाहिँ हल्का हुन्छ नि त। यत्रो पढियो लेखियो होइन। यही स्कुलमा बसेर अब 6 देखि पढ्न लाग्यो क्या म त होइन। 6 देखि पढियो लेखियो हल्का दुखी पनि छु क्या म त होइन। हल्का स्याड नै छु अनि उतिनी पनि स्याड सिन गरेँ हाई गरेँ अनि लास्ट स्याड छु क्या हल्का दुखी पनि छु। रुन मात्र सकिरहेन मनबाट त धेरै रुइसक्यो होइन। चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग की वजह से। होला म पनि मनबाट धेरै रोएको छु। आई मिस यु स्कुल। म गए पनि भुल्ने छैन मेरो स्कुललाई चाहिँ होइन। सधैँ भएर आइरहने छु तपाईँलाई देखाइरहने छु मेरो स्कुल कस्तो छ भन्ने कुरा। म गएपछि पनि कस्तो हुन्छ, म रहेपछि कस्तो थियो, म गएपछि कस्तो हुन्छ म तपाईँलाई देखाउने छु कहिले कस्तो होइन आएर। तर घरतिर नबसेला बाहिरतिर गइएला तर त्यही पनि देखाउने छु। सो गाइस मैले तपाईँहरूलाई चाहिँ होइन अनि त्यत्रो पढ्यो लेख्यो अब जाँदैछौँ अलिकति मन चाहिँ रोको छ होइन। जे जस्तो भए पनि सरहरूको साथमा आजसम्म रमाइयो होइन। जे भए पनि पढियो लेखियो साथीहरूसँग होइन रमाइलो भयो। कोही कता कोही विदेशतिर कोही नेपालतिर आफ्नो बिजनेस गर्दाखेरि चाहिँ यो यादगार हुन्छ। सो गाइस होइन त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको हो। तपाईँहरूले हेरेर चाहिँ मनोरञ्जन लिइदिनु होला। मनोरञ्जन लिएर चाहिँ लाइक हानिदिनु होला होइन। लाइक हानेर चाहिँ धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला गाइज मेरो भिडियो चाहिँ होइन। तपाईँहरूले एउटा ग्रुप त्यहाँ छ हेर्नु है देखाउँछु म तपाईँलाई। एउटा ग्रुप त्यहाँ छ होइन अनि अर्को चाहिँ यता छ अनि अर्को चाहिँ यता छ सब छरिएर बसिरहेको छ कि अनि म चाहिँ यता छु। तपाईँहरूको भाइ यता छ भाइ दाइ जे भयो भने यता ट्याप ट्याप गर्न चाहिँ नभुल्नु होला। प्लस यस्तो छ मैले नयाँ युट्युब च्यानल खोलेको छु। नयाँ युट्युब च्यानलमा गएर हेर्न चाहिँ नभुल्नु होला। ईश्वर भ्लगमा चाहिँ गएर हेर्न चाहिँ नभुल्नु होला गाइज। जति सक्दो मेरो भिडियो चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला म यति भन्न चाहन्छु होइन। इनको पनि युट्युब च्यानल छ होइन। मेरो दोस्तको पनि युट्युब च्यानल छ। इनकोमा गएर पनि सब्सक्राइब गरिदिनु होला जति सक्दो। के छ तिम्रो युट्युब च्यानलको नाम के छ? निशान्त गिरी 07 युट्युब च्यानल छ इनको पनि जति सक्दो सेयर गरिदिनु होला। सो गाइज होइन तिमीलाई कस्तो महसुस भइरहेको छ यहाँ स्कुल छोडेर जाँदा? अब पढाइ सक्यो त्यही एउटा आनन्द छ। अर्को त अब जिन्दगीको तनाव छ होइन चलिरहन्छ त्यही त नि। अब सो गाइज अब स्याड पनि छु है म त। त्यही भएर चाहिँ आजको भिडियो चाहिँ जति सक्दो छोटो मिठो तर ट्याप ट्याप गर्न चाहिँ नभुल्नु है गाइज।